नमस्कार साथीहरू, स्वागत छ यहाँहरूलाई मेरो युट्युब च्यानल आमा स्टाइलमा। आज हामी आँपको मुरब्बा बनाउँछौँ। यसलाई हामी खट्टी-मिठी पनि भन्दछौँ। मुरब्बा बनाउनको लागि मैले 5 केजी आँप लिएको छु। यसलाई मैले धोई पखाली काटेर यसमा 2 केजी चिनी राखेर मैले चिनी पग्लिदासम्म यसलाई छोडिदिएँ। आँपले पानी छोडेको छ, चिनी पग्लिसकेको छ। एउटा कराईमा 3 देखि 4 चम्चा मैले तेल राखेँ। 1 चम्चा 5 फुरन पनि राखेँ। आधा चम्चा हिङ राखेँ। अब यो आँप र यसमा भएको झोल हामी थोरै थोरै गर्दै कराईमा राख्छौँ। यसमा भएको यो चास्नी आधा सुक्दासम्म यसलाई पाक्नलाई छोडिदिउँ। पाकिसकेपछि आँपको रङ यस्तो देखिन्छ। आँपले यो चिनीको रसलाई मजाले पिएको हुन्छ। आँप पाक्दै गर्दा हामी मसला तयार गरौँ। मैले 10-15 वटा सुकेको खुर्सानी लिएँ। 1 कप चिनी, 2 चम्चा खाने सौंफ, 2 चम्चा बिरे नुन, 1 चम्चा हिङ, 2 चम्चा नुन राखेर यसलाई पिस्छौँ र यो मसलालाई अब यहाँ राखिदिन्छौँ। यसलाई राम्रोसँग मिक्स गरेर अझै केही बेर पकाएपछि हाम्रो मुरब्बा तयार हुन्छ। क्या डेन्जर पोजिसनमा छ। मुरब्बा तयार भइसकेको छ। हल्का झोल बाँकी छँदै हामीले ग्यास अफ गर्नुपर्छ। चिसो भइसकेपछि यो झन् बाक्लो हुन्छ। यसरी पाकेको मुरब्बा वर्षौंसम्म खराब हुँदैन। चिसो भइसकेपछि एउटा सफा सिसाको भाँडामा बन्द गरेर राख्न सकिन्छ। आशा छ यो सिजनको मुरब्बा यहाँहरूले पनि बनाउनु भयो होला। हवस् त, धन्यवाद।